कसको Happy birthday to you. खोइ ताली सानो सो हेलो गाइस वेलकम ब्याक टु माय च्यानल म चाहिँ सन्चै छु आशा गर्छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि गाइस हेर्नुस् हाम्रो चाहिँ यहाँ ममु हामीले चाहिँ बिहान उठेर यहाँ फुलहरु गास्दा हुन्छ गाइस यसपालि चाहिँ फुलहरु एकदमै महँगो भएर फुलको एकदमै सर्टेज भइरहेछ गाइस हामीलाई हुन त फुल बजारमा धेरै आको रहेन रहेछ फुल पनि एकदमै महँगो रहेछ अनि ह्यापी तिहार गाइस आज तिहारको अन्तिम दिन भाइ टिका तपाईलाई ह्यापी भाइ टिका गाइस बुवाले चाहिँ मलाई यो सबै मलाई मिलाएर सँगै खिच्नु भनेको छु तर मैले बुवा म एकछिनमा राख्छु गाइस हेर्नुस् आज हाम्रो सेलरोटी पनि रेडी छ अनि हेर्नुस् यहाँ चाहिँ बाघर पनि ममु र चमाले र आमाले रेडी पारिसक्नु भएको छ यो चाहिँ सबै हाम्रो हो कस्तो मिठो मिठो बनाइदिनु भएको छ थ्याङ्क यू गाइस यहाँको बट्टाको खानुको चाहिँ नेक्स्ट लेभलमा छ है पुरै डाइटर रहेछ त साथीहरु हेर्नुस् यहाँ चाहिँ हाम्रो मण्डप पनि रेडी भइसकेको छ हाम्रो मण्डप चाहिँ एकदमै ब्युटिफुल देखिरहेको छ अनि पोहोरपालि पनि हामीले यही टिका लगाएको थियौँ त्यसै भएर यसपालि पनि हामीले यही टिका लगाउनेको कुरा गर्दै थियौँ अनि हामीलाई चाहिँ यहाँ टिका लगाउनु धेरै म्याटहरू ओछ्याउनु धेरै अप्ठ्यारो भएको छ किनभने आमाले चाहिँ धेरै के भन्थ्यो सब्जीहरू रोप्नु भएको थियो त्यही भएर हामीलाई चाहिँ एकदमै अप्ठ्यारो भयो त्यही पनि गाइस हामीले सब्जीहरू निकालेर म्याट ओछ्याएर बडाल कोडाल गरेर जसरी भए पनि हामीले चाहिँ म्याटहरू सक्सेसफुली ओछ्यायौँ अनि गाइस हेर्नुहोस् यहाँदेखिको भ्यू त ओहो हो इट्स लुकिङ सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक अ वाउ गाइस हेर्नुहोस् यहाँ चाहिँ हिमाल पनि लगभग मजाले देखिरहेछ मलाई चाहिँ थाहा छैन कुन हिमाल हो तर गाइस यो भ्यू हेरेर त हामी गरेपछि भेट्छौँ आज के हो भाइ टिका गाइस आज चाहिँ तिहारको लास्ट दिन भाइ टिका हो गाइस हामी चाहिँ यहाँ नुहाइ धुवाइ गरिसकेर हेर्छौँ यहाँ हाम्रो सानो बाजु पनि पारा हान्नलाई त खुसी पनि छ त्यस्तो गाइस हेर्नुस् एउटाबाट कुरा देखाउँछु गाइस हेर्नुस् यहाँ चाहिँ हाम्रो मण्डप हो ओए सेलरोटीमा दिलो कसले बनायो रहेछ यता यो अन्डा हो हाम्रो यसमा चाहिँ गाइस ससेज हो हामी थालपुटु खाएर यसमा पापड छ पापड गिलासहरू ओ या बेबी रक्सी सानो खान्छ हैन यहाँ चाहिँ हामी बस्छौँ अनि सानले हामीलाई टिका लगाइदिन्छ सानो मलाई लागि गिफ्ट के छ हजुर आज के गर्दै हुन्छ तपाईँ के टपरा ग्याङ झोला ग्याङ मामु एक दुई शब्द के गर्दै हुन्छ तपाईँ के गर्दै हुन्छ तपाईँ एक दुई शब्द भाइ टिकाको आज चमा र साजुको पनि बर्थडे आज राति पनि केक काटिन्छ पार्टी राति के हुँदैन Oh my gosh, so beautiful. अब के गर्नुहुन्छ मम्मी यो सकेर अब यो सकेर भन्नु यो सकेर के गर्नुहुन्छ तपाईँ मेरो साथीहरूलाई भनिदिनु अब आमाले उहाँ पार्टीलाई गर्नुहुन्छ नि आमाको लागि ए आमाले गर्नुहुन्छ आमाले बाबा व्हाट आर यु डुइङ अनुहार देखाएको छ गड कति ब्युटिफुल हो साथी त हामीले जाने हो माय गड अहिले आउनुहुन्छ नि
बगानमा के लगाइदिएर ढोकातिर एउटा भित्तालाई ढोका मार्ने नि अब छेकेर टिका लाउने छेकेर टिका लगाइदिने हो छेकेर ठाउँ छ त छिर्नु भगवान् आजको ग्रह शान्ति गर्ने भाइहरूलाई अब के गर्नु पर्यो अरे अब बसेर टिका लाउनु पर्छ गाइस आमा चाहिँ बिरामी हुन्छ आमाको चाहिँ खुट्टा यहाँ दुखिरहेको छ त्यही भएर आमा चाहिँ उहाँ शिवा जान सक्नु भएन त्यही भएर आमाको चाहिँ यही आफ्नो भाइले टिका लगाइदिँदा मम्मीले चाहिँ हेल्प गरिदिनु भएको छ अब आमाले चाहिँ छुनु मात्र हुनेछ है के हो न्याम पनि कसले बनाउँछ पहिला फेरि पछाडि के भन्छ नि यो तर अघि बिगार्नु भएको छ मैले बल्ल बल्ल मिलाएर लगाइदिएको धेरै पर्दैन रहेछ एकछिनमा अनि के को हो मामु ए कस्तो माला हुन्छ होला कान्छ अलिक यहाँ भयो त गरम छ अहिलेसम्म भर्खर खाना तिमीहरूको भन्ने के को बुवा त होइन ल बुवा त अब त खास अब त कसरी दिनुहुन्छ सिधै दिनुहुन्छ ए त्यसरी होइन तपाईँ यस्तो गर्न सम्भव न भन्नु कुन नेवार नेवारलाई खाते द्वारा अब एकछिन म दिन्छु अनि एकछिन राख्नु खानु होइन तिनचोटि हाल्नु न अहिले त खानु हुँदैन त होस् न मान्छेहरु त्यस्तै होला उनीहरुको अनि आफ्नो आफ्नो ए ल जस्तै कि अब हामी चाहिँ तिनचोटि खाने हैन अहिले नै यसरी गरेर समाउने हो अनि यसरी नै खाने हो त्यसरी समय राख्छन् हैन अनि हामी जान्छौँ अब भोलि दिसकेर अनि लडाउँछौँ अनि मात्रै उनीहरुले हामी उता फुटाए लडाएपछि अनि तपाईहरुकोसँग संस्कृति मिल्यो भने त दाजु खानु लडाइन छ र म त फुटाए अब खानु खाइहाल्नु अन्डा पकाउनु क्यालमा रक्सीको खाइहाल्नु के अनि आउनु भन्नु अब बोलाउनु हामी यसो गर्छु अब कुन त तपाईहरुको कस्तो नानी हामीले निवास पनि अर्को चिरीबुवा मनिषा सुरुमा सुबिला भेट्टा अहिले अरूको पालो खुट्टा यसरी ढोक्नु न आज त अनि वर्ष दिनमा एकचोटि त्यही पनि
बर्थडेको गिफ्ट लिएर 3 झोला यहाँ तपाईँको यहाँ छ सानोको यहाँ छ यही छ गिफ्ट अहिले चाहिने बेला भएकै छैन यहाँ फुल राख्नै छ कहिले दिन आटो के हो तिमी बस अब तिम्रो भाइलाई फुल राख्देऊ भाइ ए दादालाई कहिलेदेखि भयो खै त यो त सक्यो नि त यहाँ अर्को हुन्छ नि आज पहिले जति दादा झन्डै सुबुको टाउको फोड्थ्यो बिस्तारै घोप्टो टाउको घोप्टो बिस्तारै दुईटा हातले सानो फेरि अब यहाँ गर टन्नै आज दिन्छु लाउ सानी चाहिँ कति छिटो गरिदिने चाहिँ अघि भएर के हेर होइन एकछिन चमाले सक्नुहुन्छ नि पालै पिलो क्या सानो तिम्रो कपाल का ल अब सानोको पालो नमस्ते गर
एकैछिन है कस्तो छिटो छोड्यो ल सानोमा टिका लाउन नमान्ने यहाँ चाहिँ भुकाहरू खाँदैछन् बसी ल हामी खै भाग्यमानी नमस्ते गरेर हिँड्ने गर न सक्यो होइन अब हाम्रो लु खानु खानु फोटो होइन सानो साह्रै भोक लाग्यो बोल्नै नसक्ने गरी पेट पूजा गरेको पहिला गाइज हामी चाहिँ अब टिका सिका लगाइसक्यौँ खाइसक्यौँ हामीले अब चाहिँ हामी फोटोसोटो खिच्छौँ नाचगान गर्छौँ एकछिन रमाइलो तिहारको अन्तिम दिन हो होइन तिहार होइन भाइ टिकाको कस्तो तिहारकै अन्तिम दिन हो रमाइलो गर्ने वर्षमा एक दिन मात्र आउँछ गाइज तिहारको डे कस्तो मिलेको अब चाहिँ अर्को वर्ष चाहिँ 7 दिन मनाइदियो अरे क्या सानले डे 7 म पनि 7 वर्ष अरे क्या अब त्यसमा त भेट्छु खोइ ताली सानो लु कसै घटी अब केक लिएर आऊ न केक तल छ लिएर आउनु छ खोइ यहाँ देखाउ त दुईजनाले लु खोइ बन्दना चम्बाले नाइस कति राम्रो खै कस्तो राम्रो हौ साँच्ची सबैको तर्फबाट ल गाइज हेर्नुहोस् हामीले चाहिँ केक लगाइसकेको छु होइन एकदम ब्युटिफुल देखिरहेको छ विवेक मनिषा अनि गाइज हेर्नुहोस् आमाले चाहिँ यो केक चाहिँ आमाको तर्फबाट अनि आमा चाहिँ भनिरहेको छ सु है यो केक चाहिँ मैले दिएको भन है यहाँ चाहिँ अब हाम्रो फोटोसुट हुँदैछ
झुट बोल दुनियामा पनि हुन सक्दैन दुनियामा नि हुन सक्दैन हामीले अब टीका पनि लगाइसक्यौँ, नाचगान पनि गरिसक्यौँ हामीले। अब चाहिँ हामीलाई धेरै रमाइलो भयो, हामीलाई। शान्तिमा कस्तो भयो? धेरै राम्रो भयो होला होला भने हामीले धेरै रमाइलो गरेको छौँ नि त। अनि आज हामीले 5 बर्थडे पनि राम्ररी नै सेलिब्रेट गर्यौँ। अनि तपाईहरुलाई पनि ह्यापी तिहार। आज तिहारको अन्तिम ह्यापी भाइटिका। आज चाहिँ तिहारको अन्तिम दिन, यसपछि तिहार सकिन्छ, दसैँ तिहार। हिजै सुरु भयो जस्तो लागिरहेको थियो, तर सकिहाल्यो। अब के गर्नु? अब राम्रो के भन्थ्यो शुभम? अब सेलरोटी खानु सक्यो भने सेलरोटी खानु। अब के भन्छ, मजा लाग्ने दिन चाहिँ छिटो सकिहाल्दो रहेछ। ल त ल, अब अर्को भ्लगमा भेटौँला। त्यसलाई एन्ड गर्छु। मन पर्यो भने छानु, मन पर्यो भने लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु ल। अब चाहिँ हामी तपाईँलाई अर्को भ्लगमा भेट्छौँ। बाई बाई।